हामीलाई भोको पेटको पीडा थाहा छ, गरिबको चोट कस्तो हो त्यो थाहा छ, ठुला मानिसहरूको हेपाई र चेपाई कस्तो हुन्छ त्यो पनि थाहा छ, सुकिल्ला र मुकिल्लाहरूले हामीमाथि गर्ने व्यवहार पनि थाहा छ। हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ। सम्माननीय सभामुख महोदय, हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ, बरु भोकै बस्न सक्छौँ तर इमान बेच्दैनौँ, सत्यको पक्षमा उभिन डराउँदैनौँ। आज पनि हामी कुनै व्यक्ति विशेषका विरुद्ध होइन, हामी सत्यको पक्षमा छौँ, राज्यको राजस्व जोगाउनुपर्छ भन्ने पक्षमा छौँ, जनताको सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौँ। त्यसैले फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, दोषुकै भए पनि कानुनी दायरामा ल्याइयोस्। म सरकारलाई यो माग गर्न चाहन्छु। हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ, राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौँ, पछि हट्नेवाला छैनौँ। त्यो भएर सम्माननीय अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठुल्ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारिता र सुशासनको ग्यारेन्टी होइन। म बारम्बार भन्छु सम्माननीय सभामुख महोदय, यो देश गाउँका गरिब किसानहरू लिएर सरबारा वर्गले बिगारेका होइनन्। यो देश दलबलमा पुर्याउने ती व्यक्तिहरू हुन् जो पढे लेखेका छन्, बुद्धि र क्षमता राख्छन्, सत्ता र शक्तिको पहुँचमा राख्छन्, तर देश र जनताप्रति इमानदार छैनन्।